यहाँ एउटा बहिनी हुनुहुन्छ कि हेर्नु न उसको चप्पल हेर्नु चप्पलले निकाल्दा कान्छी हेर्नु न चप्पल हेर्नु नि कसरी यतिबाट सिलाएको के गाँसेर प्रभु हेर्ना आमा ल यहाँ हाल त ठिक हुन्छ हुँदैन किन भन्नुहुन्छ कि अब यो भयो भने फुट्दैन क्या है जुगाले नि टोक्दैन हिलोले पनि ऊ हुँदैन फोहोर हुँदैन यसरी सिलाउनु नि परेन है ल हाल त ल ल हाल ल ल ल ल ल ज्याकेट ठिक हुन्छ हुँदैन तिमीलाई हेर त ज्याकेट साइज मिल्नु पर्यो कि मुख्य कुरा चाहिँ साइज मिल्छ म छु ए हो ए ल ल ए ल ज्याकेट मिल्छ ल ज्याकेट ल ल ल ल यो फाल्दै हुन्छ यो अब यो फाल्दै हुन्छ ल्याउनु त अरूभन्दा नि हो कि हेर्नु न यो मलाई यो देखेर चाहिँ एकदमै यस्तो हो त हविगत देशको कर्णधार हो यिनीहरू भोलि देश बनाउने यिनीहरूले हो क्या यस्तो छ हविगत ल यो पनि ल यो सजाएर राख भोलि पर्सि ठुलो मान्छे भएपछि यो हो ल ल सजाएर ल ल ठिक ल ल ल ताली पड्का त सबैजना ल ल ल क्या मिल्यो टक्क 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 ल यो ज्याकेट लाउने उलाउने अनि बस्ने है फोटो खिच्नुपर्छ अन्तिममा ल